श्रीहरि मोह चन्द्रमणि ढकाल। वार्षिक राशिफल 2082। मेष राशि। नामको पहिलो अक्षर चु चे चोला ली लु ले लो अ। राशि स्वामी मङ्गल। जागिर क्षेत्र। मेष राशिका लागि नयाँ वर्षमा शुभ सङ्केतहरू देखा पर्नेछन्। ग्रह गोचरको प्रभाव सकारात्मक र प्रगतिशील देखिनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। आफ्नो क्षमता प्रदर्शन गर्ने मौका प्राप्त हुनेछ। आँटेका कामहरूमा सफलता मिल्ने देखिन्छ। सामाजिक मान प्रतिष्ठामा वृद्धिका योग देखिन्छन्। साढे सातीको प्रभाव भने वर्षभरि नै रहने देखिन्छ, जसले गर्दा शत्रुपक्ष सक्रिय रहन सक्छन्। निर्णय कार्यमा बुद्धिको प्रयोग सुखद रहनेछ। पराक्रम भाव सबल देखिन्छ। कार्यक्षेत्रमा मेहनत अधिक गर्नु परे पनि फल सुखद नै रहनेछ। आर्थिक दृष्टिले वर्ष फलदायी रहनेछ। व्यापार व्यवसायमा वृद्धिका योग देखिन्छन्। धनको पक्ष सबल रहनेछ। कागजी मुलायम वस्तुका साथै वस्त्रादि वस्तुको व्यवसाय यो वर्ष अझ उन्नत रहन सक्ने देखिन्छ। धातुजन्य वस्तुको व्यवसाय मध्यम फलदायी रहनेछ। सेयर लगानीमा मध्यम फलदायी रहनेछ। आम्दानीका स्रोतमा वृद्धि हुने देखिन्छ। पारिवारिक पक्षमा सुखको योग रहनेछ। दाम्पत्यमा पनि सुखकै योग छ। प्रेम पक्षमा उन्नत नै रहने देखिन्छ। आम्दानीका नयाँ अवसर प्राप्त हुनेछन्। सन्तति सुखका योग देखिन्छन्। स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ। शनिको प्रभावले हाड नसा सम्बन्धी समस्या रहन सक्ने देखिन्छ। शनि मृत्युञ्जयको जाप साथै शनि स्तोत्रको पाठ गर्दा यो वर्ष सुखद रहनेछ। शिवजीको आराधना साथै शनिबार पिपलको वृक्षमा जल अर्पण गर्दा सुखद रहनेछ। ओम सम शनिश्चराय नमः भन्ने मन्त्रको जप शुभ रहनेछ। नराम्रो महिना अषाढ, कार्तिक र फाल्गुन। राम्रो महिना वैशाख, जेठ, आश्विन र पौष। वृष राशि। इ उ ए ओ वा वि वु वे वो यी अक्षरबाट वृष राशि हुन्छ। जागिर। वृष राशिका लागि नयाँ वर्ष सकारात्मक रहनेछ। कार्यक्षेत्रमा उन्नतिका साथै यो वर्ष राम्रो रहने देखिन्छ। कार्यक्षेत्रमा पनि उन्नतिका योग देखिन्छन्। पराक्रम पक्ष सबल देखिन्छ। नयाँ कार्ययोजनामा मन प्रवृत्त हुनेछ। अधुरा काम बन्ने देखिन्छ। आर्थिक दृष्टिले यो वर्ष फलीभूत नै रहनेछ। आय आर्जनमा वृद्धि भएर सँगै खर्चमा सूचक पनि बढ्न सक्नेछन्। सेयर व्यवसाय सुखद रहनेछ। योजनाबद्ध भएर खर्च गर्नु लाभदायक हुनेछ। वित्तीय क्षेत्रको लगानीमा उन्नत रहनेछ। व्यापारमा वृद्धि हुनेछ। विद्याको क्षेत्र फलीभूत रहनेछ। वैदिक कार्यमा अभिरुचि बढ्नेछ। शिक्षाको लागि यात्रा गर्ने योग पनि देखिन्छन्। कलात्मक पक्षको अध्ययन विशेष लाभदायी रहनेछ। पारिवारिक पक्ष सुखद रहने देखिन्छ। दाम्पत्य सुखको योग देखिन्छ। वैदेशिक क्षेत्र यो वर्ष सुखद नै रहनेछ। यात्राका योग पनि देखिन्छन्। प्राविधिक पक्षको अध्ययनार्थीका निम्ति यो वर्ष फलीभूत रहनेछ। प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ। स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ। नसा र पेट सम्बन्धी सामान्य समस्या रहन सक्नेछन्। खानपानमा विशेष ध्यान दिनुहोला। प्रेम पक्ष सुदृढ रहने देखिन्छ। नयाँ प्रेम सम्बन्ध स्थापित गर्नका निम्ति पनि यो वर्ष फलदायी रहनेछ। समर्पणको भावना वृद्धि हुनेछ। राजनीति क्षेत्र यो वर्ष लाभदायी नै रहने देखिन्छ। सामाजिक मान सम्मान प्राप्तिका योग देखिन्छन्। कूटनीतिक क्षेत्रमा पनि सफलता प्राप्त हुनेछ। शत्रुहरूको गतिविधिमा सतर्कता अपनाउनुहोला। पराक्रमका दृष्टिले श्रावण महिना सुखद रहनेछ। अधुरा काम पुरा हुनेछन्। कार्तिक, फाल्गुन, चैत्र महिना यो वर्ष सकारात्मक रहनेछन्।
वैशाख भाद्र र पौष खर्चमा वृद्धि हुन सक्ने देखिन्छ। धार्मिक यात्राको योग पनि देखिन्छ। मिथुन राशि नामको अक्षर का कि कु घ ङ छ के को हा। राशि स्वामी बुध। कर्म क्षेत्र मिथुन राशिका लागि नयाँ वर्ष चुनौती र अवसरले भरिपूर्ण रहने देखिन्छ। ग्रह गोचरले तपाईँका जीवनका विभिन्न क्षेत्रमा मिश्रित प्रभाव पार्नेछन्। कर्म क्षेत्र सबल रहनेछ। भौतिक वस्तुबाट लाभका योग देखिन्छन्। कार्यक्षेत्रमा उन्नतिका साथै सुखद परिभ्रमणका अवसर मिल्नेछन्। अधुरा काम बन्ने देखिन्छ। शत्रु पक्षबाट सजग रहनु भने नै उचित हुनेछ। पद प्रतिष्ठामा वृद्धि हुने देखिन्छ। आर्थिक दृष्टिले नयाँ वर्ष सुखद रहनेछ। जग्गा जमिनको व्यवसायमा लाभ रहने देखिन्छ। जल क्षेत्रको व्यवसायमा मध्यम फलदायी रहनेछ। सेयर कारोबारबाट लाभ हुने देखिन्छ। फाल्गुन र चैत महिनामा आर्थिक दृष्टिले स्थिर रहन सक्नेछन्। ठुला लगानी वा ऋण लिने काम गर्दा सतर्क रहनु उचित हुनेछ। विशेषतः वैशाखदेखि भदौसम्म कार्यक्षेत्रमा सकारात्मक प्रगति हुनेछ। व्यापार वा नोकरी गर्नेहरूका लागि नयाँ अवसर प्राप्त हुने। विद्याको भाव फलितभूत नै रहने देखिन्छ। वैदेशिक क्षेत्रबाट पनि लाभका योगहरू देखिन्छन्। राजनीतिक क्षेत्र यो वर्ष लाभदायक नै देखिन्छ। सामाजिक प्रतिष्ठामा पनि वृद्धि हुने देखिन्छ। बोलीका प्रभावका कारण मानिसहरू आकर्षित हुने देखिन्छ। दाम्पत्य जीवनमा मिश्रित फलदायी रहनेछ। सन्ततिबाट सुखका योग देखिन्छन्। प्रेम पक्ष अनुकूल नै रहने देखिन्छ। स्वास्थ्यका दृष्टिले समस्त फलदायी रहने देखिन्छ। साउन र मङ्सिर महिना विशेष सतर्क रहनुहोला। खानपानमा ध्यान दिन उचित रहने हुनेछ। कर्कट राशि नामको अक्षर हि हु हे हो डा डी डु डे डो। राशि स्वामी चन्द्रमा। जागिर क्षेत्र कर्कट राशिका लागि नयाँ वर्ष मिश्रित फलदायी रहनेछ। पहिलो महिना केही कार्यदायी र दुविधायुक्त रहन सक्नेछन्। बिस्तारै परिस्थिति अनुकूल हुँदै जानेछ। जीवनमा नयाँ योजना सुरु गर्न अनुकूल समय आउने देखिन्छ। पेशागत जीवनमा उपलब्धिमूलक रहनेछ। जागिरमा पदोन्नतिका अवसर मिल्नेछन्। आर्थिक पक्ष मध्यम फलदायी रहनेछ। लगानी दर्ता वा ऋण लेनदेन गर्दा बुद्धि पक्षको प्रयोग सुखद रहनेछ। वर्षको उत्तरार्धबाट व्यापार वृद्धि हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्। सेयर व्यवसाय मध्यम फलदायी रहने देखिन्छ। लगानीका नयाँ अवसर मिल्नेछन्। स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ। हाड जोर्नी, पाचन र मानसिक तनाव सम्बन्धी समस्या देखिन सक्छ। नियमित व्यायाम र खानपानमा विशेष ध्यान दिनुहोस्। आयुर्वेद वा योगलाई जीवनशैलीमा समावेश गर्नु फलदायक हुनेछ। पारिवारिक सम्बन्धमा मध्यम फलदायी रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सन्तान सुख प्राप्तिको योग देखिन्छ। नयाँ सदस्यको आगमनले परिवारमा सुखी खुसी ल्याउने देखिन्छ। विद्याको क्षेत्र फलीभूत रहने देखिन्छ। विद्यार्थीहरूका लागि यो वर्ष मध्यम फलदायी हुनेछ। वैशाख जेठ र आश्विन महिनामा पढाइप्रति रुचि बढ्नेछ। उच्च शिक्षाका लागि अलिक बढी प्रयास गर्नुपर्ने देखिन्छ। प्राविधिक अध्ययनका निम्ति यो वर्ष अधिक फलदायी रहनेछ। वैदेशिक यात्राको योग देखिन्छ। प्रेम सम्बन्ध सुदृढ रहने देखिन्छ। समर्पणको भावनाले प्रेममा सफलता मिल्नेछ। दाम्पत्य पक्ष पनि फलीभूत नै रहने देखिन्छ।
धार्मिक गतिविधिमा रुचि बढ्नेछ। तीर्थयात्रा वा कुनै धार्मिक अनुष्ठान आदिमा सहभागी हुने अवसर मिल्न सक्छ। अनुकूल महिना वैशाख जेठ आश्विन माघ र चुनौतीपूर्ण महिना साउन कार्तिक फागुन रहनेछन्। सिंह राशि नामको पहिलो अक्षर मा मी मु मे मो टा टी टु टे। राशि स्वामी सूर्य र जागिर क्षेत्रमा सिंह राशिका लागि नयाँ वर्ष उन्नत रहनेछ। कर्म क्षेत्र बलवान देखिन्छ। कार्य प्राप्तिका योग देखिन्छन्। निर्णय प्रक्रियामा बुद्धिको प्रयोग सुखद रहनेछ। मित्र पक्षबाट लाभका योग देखिन्छन्। पद प्रतिष्ठामा वृद्धिका योग देखिन्छन्। साहसिक कार्य मन प्रवृत्त रहनेछ। नयाँ व्यावसायिक मार्ग मिल्नुका साथै सुखद परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन्। मित्रजनबाट लाभका योग देखिन्छन्। आर्थिक पक्ष सुदृढ रहने देखिन्छ। निवेश र विकासका अवसरहरू मिल्नेछन्। साझेदारीमा भएका व्यवसायीहरूले केही चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ, जसका लागि स्पष्ट संवाद र सोच विचारपूर्वक निर्णय लिनु उचित हुनेछ। व्यवसाय र रोजगारमा नयाँ अवसरहरू मिल्नेछन्। घर जग्गा किनबेचबाट लाभ उठाउने सम्भावना छ। शेयर व्यवसाय उन्नत रहनेछ। अषाढदेखि कार्तिकसम्म आम्दानीका राम्रा स्रोतहरू खुल्नेछन्। धातुजन्य वस्तुबाट लाभ हुनेछ। जग्गा जमिनको कारोबारमा पनि वृद्धि हुने देखिन्छ। रसजन्य वस्तुको व्यवसाय बढ्नेछ। शिक्षा अध्ययनमा गरेको मेहनत सफल हुनेछ। प्रतियोगितात्मक परीक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक कामका लागि अवसर मिल्नेछ। कलात्मक क्षेत्रमा विशेष अभिरुचि रहनेछ। अनुसन्धानका पक्ष पनि फलीभूत रहने देखिन्छ। विज्ञान र गणितका अध्ययनार्थीका लागि यो वर्ष सुखद रहनेछ। पारिवारिक पक्ष सुखद रहनेछ। सन्ततिका लाभ योग देखिन्छन्। प्रेम सम्बन्धमा गाढा आत्मीयता बढ्नेछ। सन्तान सुखका योग देखिन्छन्। सामाजिक र धार्मिक कार्यका लागि शुभ समय रहेको छ। समाजमा प्रतिष्ठा बढ्नेछ। धार्मिक यात्राको अवसर मिल्नेछ। अरूलाई प्रेरित गर्न सक्ने मान सम्मान प्रतिष्ठा मिल्नेछ। स्वास्थ्यमा विशेष गरी श्रावण माघ र चैत महिना नराम्रो रहन सक्ने देखिन्छ। खानपानमा ध्यान दिनु उचित हुनेछ। शीतकार वस्तुको प्रयोगमा सजग रहनु लाभदायी हुनेछ। राजनीतिमा पद प्रतिष्ठामा वृद्धि रहनेछ। आलोचनकबाट सजग रहनु सुखद रहने देखिन्छ। मित्र पक्षबाट साथ सहयोग मिल्ने देखिन्छ। अशुभ महिना वैशाख असार कार्तिक र फाल्गुन रहनेछ। अन्य महिना मध्यम फलदायी रहनेछ। कन्या राशि नामको पहिलो अक्षर टो पा पी पु ष ण ठ पे पो। राशि स्वामी बुध। नयाँ वर्ष कन्या राशिका लागि मिश्रित फलदायी रहनेछ। केही चुनौतीहरू देखा पर्नेछन्। विशेषतः ग्रह गोचर र विभिन्न ग्रहहरूको प्रभावले व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। आर्थिक स्थिति आर्थिक अवस्था वृद्धि हुने सम्भावना छ, तर खर्च पनि वृद्धि हुन सक्छ। विशेष गरेर नयाँ लगानी वा व्यवसायमा अवसर प्राप्त हुनेछ। व्यापार र वैदेशिक कार्यमा मुनाफा हुने योग छ। शेयर कारोबारमा फलीभूत रहनेछ। कुनै नयाँ आर्थिक योजना अघि बढाउँदा सावधानी अपनाउनु होला। भूधन फलीभूत रहनेछ। पारिवारिक जीवन मिश्रित फलदायी रहनेछ। परिवारका सदस्यहरूबाट सहयोग प्राप्त हुनेछ। प्रेम र विवाह सम्बन्धी कुराहरूमा प्रगति हुनेछ। प्रेम सम्बन्ध स्थिर रहन सक्ने देखिन्छ। प्रेमीलाई यात्राका योग देखिन्छन्। शिक्षाको योग क्षेत्रमा यस वर्ष तपाईले इच्छित सफलता
पाउने सम्भावना देखिन्छ। विशेष गरेर उच्च शिक्षा वा विशिष्ट क्षेत्रहरूमा प्रगति हुनेछ। भविष्यमा नयाँ अवसरहरू आउन सक्नेछन्। स्वास्थ्य, यस वर्ष स्वास्थ्यमा केही चुनौतीहरू आउन सक्छन्। विशेष गरेर पाचन तन्त्र र मानसिक स्वास्थ्यमा गडबडी देखिन सक्छ। उच्च रक्तचाप र मुटुका समस्याहरूको सम्भावना रहेकाले नियमित चेकअप र खानपिनमा ध्यान दिनुहोला। राजनीतिका दृष्टिले यो वर्ष सामान्य मतभेद भने सामना गर्नुपर्ने देखिन्छ। पद प्रतिष्ठा अभिवृद्धिका योग देखिन्छन्। वैशाख र भाद्र महिना तपाईँको स्वास्थ्य र पारिवारिक दृष्टिले मध्यम फलदायी रहनेछन्। अषाढ र माघ महिना आर्थिक दृष्टिले सुख रहनेछ। नयाँ प्रोजेक्टहरू र अवसरहरू मिल्नेछ। यात्रा, विशेष गरी वर्षको पूर्वार्धमा यात्राको योग देखिन्छन्। देश विदेश परिभ्रमण समर्थक र सुखद रहने। यात्राका साथै खर्चमा भने वृद्धि हुन सक्ने देखिन्छ। वैदेशिक क्षेत्र पनि उन्नत नै रहने। आम्दानीका स्रोत बढ्नुका साथै नयाँ वर्ष कार्य प्राप्तिका योग पनि देखिन्छन्। स्वास्थ्यका दृष्टिले 2082 साल मध्यम फलदायी रहनेछ। स्वास्थ्य भाव सफल नै रहे पनि उत्तरार्धबाट भने पित्त प्रकृतिका रोगले दुःख दिन सक्नेछन्। स्वच्छ आहार साथै शारीरिक व्यायामले स्वास्थ्यमा अनुकूलता प्राप्त हुने देखिन्छ। घर परिवार आफन्तमा सहसहयोगको भावना अभिवृद्धि हुनेछ। मातृ पितृ स्थान पनि सुखद नै देखिन्छन्। सन्तान सुखका साथै दाम्पत्य जीवन पनि सफल रहनेछ। प्रेम जीवन पनि तुला राशिका लागि पारखिलो नै रहनेछ। अपराह्नको त्यागले प्रेममा अझ नजिक तुल्याउनेछ। श्रावणदेखि कार्तिक महिनासम्मको समय सुखद रहनेछ। वृश्चिक राशि, नामको पहिलो अक्षर तो, ना, नि, नु, ने, नो, या, इ, यु। राशि स्वामी मङ्गल। जागिर, वृश्चिक राशिका लागि 2082 साल उपलब्धिमूलक रहनेछ। राशि स्वामी मङ्गल वर्ष रम्भ कुण्डलीको भावमा बसेका छन्, जसले भाग्यमा अभिवृद्धि गराउने देखिन्छ। नेतृत्व क्षमतामा वृद्धि हुने देखिन्छ। आर्थिक दृष्टिले यो वर्ष मिश्रित फलदायी रहनेछ। वाणिज्य व्यापारमा उन्नति हुने देखिन्छ। जलीय वस्तुको व्यवसाय विशेष लाभदायी रहनेछ। यसै गरी कस्मेटिक एवं रेशमी मुलायम वस्तुको व्यवसायमा पनि उन्नत रहने देखिन्छ। श्रावण कार्तिक महिनासम्म शनि 7.5 पुनः बक्री भई धनस्थानमा प्रवेश हुनेछ। शैक्षिक क्षेत्र, प्रतिस्पर्धामा अग्रस्थान प्राप्त हुनेछ। मेहनतको उचित प्रतिफल भने मिल्नेछ। श्रावणदेखि कार्तिक महिनासम्मको समय अध्ययन अध्यापनका दृष्टिले उत्तम रहनेछ। लेखन क्षेत्रमा पनि विशेष अग्रसर रहने देखिन्छ। वैदेशिक क्षेत्र एवं यात्रा, वैदेशिक क्षेत्रका साथै यात्राका दृष्टिले यो वर्ष फलदायी रहने देखिन्छ। निर्णय प्रक्रियामा सजग रहनु नै उचित हुनेछ। शत्रु पक्ष सबल रहने भएकाले कार्यमा व्यवधान पनि खडा गर्न सक्नेछन्। दुर्गा भगवतीको उपासनाले कार्यक्षमता वृद्धि हुने देखिन्छ। स्वास्थ्यका दृष्टिले यो वर्ष मिश्रित फलदायी रहने देखिन्छ। वा प्रकृतिका विकारले केही दुःख दिन सक्नेछन्। कार्तिकदेखि स्वास्थ्यमा प्रतिरोधात्मक क्षमता वृद्धि हुने देखिन्छ। शीतकारका वस्तु प्रयोग सजग रहनु नै उचित हुनेछ। नियमित व्यायामका साथै योग अभ्यास यो वर्ष विशेष लाभदायी रहने देखिन्छ। घर परिवार, पारिवारिक दृष्टिले यो वर्ष सुखद रहनेछ।
आफन्त एवं इष्टमित्रको साथ सहयोग प्राप्त हुनेछ। सन्तान सुख मिल्नेछ। प्रेम प्रायका दृष्टिले वर्ष सबल रहने देखिन्छ। राजनीतिको क्षेत्र सबल रहने देखिन्छ। नेतृत्व क्षमता वृद्धि हुनेछ। मित्रजनको साथ सहयोग मिल्नुका साथै पद प्रतिष्ठा प्राप्तिको योग पनि देखिन्छ। राजनीतिमा संयमका साथै सहकार्यका भावना लाभदायी रहने देखिन्छ। धनु राशि नामको पहिलो अक्षर ये यो भा भी भू धा फा ढा भे। राशि स्वामी बृहस्पति। जागिर क्षेत्र धनु राशिका लागि नयाँ वर्ष 2082 साल उन्नत रहनेछ। बौद्धिक क्षेत्रमा विशेष संलग्नता रहने देखिन्छ। कार्य क्षेत्रको प्रतिस्पर्धामा निरन्तर लागि पर्नु नै उचित हुने देखिन्छ। जागिरका नयाँ अवसर प्राप्त हुनुका साथै कार्यरत व्यक्तिका निम्ति पदोन्नतिका योग पनि देखिन्छन्। अडैया शनिको प्रभाव रहने भएकाले कार्यक्षेत्रमा प्रयत्न पश्चात मात्र प्रतिफल प्राप्त हुने देखिन्छ। चिन्तालाई स्थिर बनाई गरिएका कार्य फलदायी रहनेछन्। आर्थिक स्थिति मिश्रित रहनेछ। सुरुका महिना केही उतार चढाव भए पनि बीचमा आर्थिक सुधार आउनेछ। विभिन्न लगानी र व्यापारमा अवसरहरू प्राप्त हुनेछ, तर निश्चित जोखिमहरू पनि रहनेछन्। यथासम्भव सजग र विवेकपूर्ण निर्णय लिनु महत्त्वपूर्ण हुनेछ। सम्पत्ति र गृह निर्माणको लागि केही अवसर आउन सक्छ। तपाईले केही दीर्घकालीन लगानी गर्न सक्नुहुन्छ। अनावश्यक खर्चबाट बच्नुपर्ने, विशेष गरी मानसिक र पारिवारिक तनावको कारण खर्च बढ्न सक्छ। यात्रा वैदेशिक क्षेत्रका साथै यात्राका दृष्टिले यो वर्ष उन्नत रहनेछ। व्यवसाय र भविष्य नोकरी र व्यवसायमा वर्षको मध्यतिर अस्थिरता आउन सक्छ। स्थान परिवर्तनको सम्भावना देखिन्छ। परिश्रमपूर्वक गरिएको कार्य सफल रहनेछन्। जनसम्पर्क र सामाजिक सञ्जालमा तपाईको छवि सुदृढ हुने समय हुनेछ। राजनीतिक क्षेत्रका लागि भने केही समय चुनौतीपूर्ण हुन सक्छ। सहकर्मीहरूको समर्थन र प्रयासले तपाईलाई कठिनाई पार्न सक्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। खानपान र नियमित व्यायाममा ध्यान दिनु आवश्यक हुनेछ। मकर राशि नामको पहिलो अक्षर भो जा जी जु जे जो खा खी खु खे खो गागी। राशि स्वामी शनि। कर्म क्षेत्र मकर राशिका लागि नयाँ वर्ष उन्नतिकारक रहनेछ। कार्य क्षेत्रमा उन्नतिका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन्। नोकरीमा पदोन्नति र नयाँ अवसरहरू प्राप्त हुनेछन्। राजनीतिमा प्रभाव जमाउने मौका मिल्नेछ र उच्च स्थानमा पुनः पुग्न सकिनेछ। कामबाट उच्च स्थान प्राप्त गर्ने सम्भावना छ। आर्थिक पक्ष यो वर्ष सुखद नै रहने देखिन्छ। धातुजन्य वस्तुको व्यवसायमा सुखद रहने देखिन्छ। पञ्चम गुरुको प्रभावले तपाईको योजनाहरू र कर्मलाई अघि बढाउँछ। व्यापारमा नयाँ अवसरहरू खुल्नेछन्। सोचे भन्दा बढी लाभ मिल्नेछ। विशेष गरी वैदेशिक व्यापार र कूटनीतिक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना देखिन्छ। आर्थिक स्थिति बलियो हुनेछ। आम्दानीका अवसरहरू बढ्नेछन् र आर्थिक कारोबारमा सकारात्मक वृद्धि हुनेछ। व्यापार र लगानीमा पनि लाभ हुने सङ्केत छ। त्यसै गरी वैदेशिक कार्य र विदेश यात्रा गर्नका लागि
मौका मिल्ने देखिन्छ। पारिवारिक जीवन सुमधुर रहने छ। वैवाहिक जीवनमा पनि समझदारी र समन्वय रहनेछ। पति पत्नी बीचको सम्बन्ध राम्रो हुनेछ। प्रेम सम्बन्ध सुखद रहनेछ। मैत्री भावमा वृद्धि हुने देखिन्छ। सुखद परिभ्रमणका लागि पनि देखिन्छन्। स्वास्थ्यमा सामान्य समस्याहरू आउन सक्छन्। विशेष गरी अषाढ महिना शनि वक्री भएपछि स्वास्थ्यमा र खानपानमा सजग रहनुपर्ने देखिन्छ। नियमित ध्यान एवं योग अभ्यास स्थानका निम्ति सुखद रहनेछ। शिक्षा र यात्रा विशेषक अध्ययन र यात्राका अवसरहरू प्राप्त हुनेछन्। यदि तपाईँ विदेश जान चाहनुहुन्छ भने यो राम्रो समय हो। अषाढदेखि कार्तिक महिनासम्म तपाईँको शिक्षा र अनुसन्धानका क्षेत्रमा उत्कृष्ट परिणाम आउने सम्भावना देखिन्छ। वैशाख भाद्र र पौष महिना केही चुनौतीपूर्ण हुन सक्नेछन्। यस समयमा संयम र सजगता अपनाउनु उचित हुनेछ। कुम्भ राशि नामको पहिलो अक्षर गु गे गो सा सी सु से सो दा। राशि स्वामी शनि। जागिर कुम्भ राशिका लागि नयाँ वर्ष लाभदायी रहनेछ। शनि 7.5को प्रभावले कार्यमा केही कठिन परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ। शनि 7.5को प्रभावले कार्यमा केही कठिन परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ। जागिरको क्षेत्र मजबुत नै रहने देखिन्छ। पद प्रतिष्ठामा वृद्धिका योग देखिन्छन्। निर्णय प्रक्रियामा बुद्धि पक्षको प्रयोग सुखद रहनेछ। आर्थिक दृष्टिले यो वर्ष मध्यम फलदायी रहनेछ। कृषि एवं पशु चौपायबाट लाभका योग देखिन्छन्। लेनदेनमा सजग रहनु उचित हुनेछ। व्यापार व्यवसायमा मेहनत परे पनि पूर्णतः प्राप्ति फलदायी रहनेछ। शेयर व्यवसायमा फलदायी नै रहनेछ। आर्थिक योजना बनाएर चल्नु सुखद रहनेछ। कुनै पनि नयाँ लगानी वा ऋण लिने निर्णय गर्नु अघि विवेकको प्रयोग सुखद रहनेछ। विद्याको भाव सुखद रहनेछ। अध्ययनार्थ वैदेशिक यात्राको योग पनि देखिन्छन्। प्राविधिक पक्षको अध्ययनार्थीका निम्ति वर्ष सुखद रहनेछ। वैदेशिक क्षेत्र सुखद नै देखिन्छ। परिवार दृष्टिले वर्ष मिश्रित फलदायी रहनेछ। सन्तानको सहयोग मध्यम रूपमा प्राप्त हुनेछ। दाम्पत्य पक्ष औसत फलदायी रहनेछ। परिवारका सदस्यहरूसँग खुला र सकारात्मक संवाद राख्नु सुखद रहनेछ। प्रेम जीवन यो वर्ष सुखद नै देखिन्छ। सकारात्मक सोचले प्रेममा सफलता मिल्नेछ। राजनीतिमा पनि सफलता मिल्नेछ। सकारात्मक महिना वैशाख श्रावण माघ पौष रहनेछन्। ज्येष्ठ आश्विन माघ महिना सजग रहनु उचित हुनेछ। बुद्धि पक्षको प्रयोग पनि सुखद रहने देखिन्छ। स्वास्थ्य क्षेत्रमा मध्यम फलदायी रहनेछ। तनाव र चिन्ताले मनोबल कमजोर हुन सक्छ। स्वास्थ्य खानपान र नियमित व्यायाममा ध्यान दिनु लाभ रहनेछ। आध्यात्मिक दृष्टिले वर्ष फलीभूत रहनेछ। मीन राशि नामको पहिलो अक्षर दी दु थ झ य दे दो चा ची। राशि स्वामी बृहस्पति। जागिर क्षेत्र मीन राशिका लागि नयाँ वर्ष मिश्रित फलदायी रहनेछ। शनि 7.5को विशेष प्रभाव रहनेछ। शत्रु पक्ष सक्रिय रहन सक्छन्। निर्णय गर्दा बुद्धि पक्षको प्रयोग यो वर्ष सुखद रहनेछ। भौतिक वस्तुको कार्य व्यवसायमा केही अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने देखिन्छ। पद प्रतिष्ठामा भने अभिवृद्धिका योग देखिन्छन्। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ।
अर्थ वाणिज्य आर्थिक दृष्टिले मीन राशिको नयाँ वर्ष लाभदायी रहनेछ। धनको स्थान सबल रहनेछ। आय आर्जनमा वृद्धि हुनुका साथै लगानीका नयाँ मार्ग पनि प्राप्त हुनेछन्। व्यापार व्यवसायमा पनि राम्रो प्रगति र लाभको सङ्केत देखिन्छ। ठोस वस्तुको लागि अधिक प्रतिफलदायी रहनेछ। शैक्षिक क्षेत्र शैक्षिक दृष्टिले नयाँ वर्ष लाभदायी रहनेछ। विदेशमा अध्ययन गर्ने अवसर मिल्नेछ। शैक्षिक क्षेत्र एवं यात्रा वैदेशिक यात्राका योग पनि देखिन्छन्। नयाँ कार्यप्रतिका साथै व्यवसायमा पनि अभिवृद्धि हुनेछ। स्वास्थ्यका दृष्टिले नयाँ वर्ष मध्यम फलदायी रहनेछ। वात र पित्त प्रकृतिका विकार अधिक देखिन सक्छन्। स्वास्थ्यमा आहारका साथै नियमित व्यायामले स्वास्थ्यमा थप अनुकूल मिल्नेछ। घर परिवार पारिवारिक जीवनमा सुखद समाचारहरू आउनेछन्। प्रेम सम्बन्धमा केही चुनौती आउन सक्छ। समझदारीपूर्वक अघि बढ्नु सुखद रहनेछ। राजनीतिको क्षेत्रमा नयाँ वर्ष सुखद नै रहनेछ। पद प्रतिष्ठा प्राप्तिका योग पनि देखिन्छन्। शनि 7.5को प्रभाव वर्षभरि नै रहने भएकाले शिवजीको उपासनाका साथै शिवजीको मन्त्र जपका साथै शनिबार पिपलको दर्शन एवं सेवा सुखद रहनेछ। यसै गरी दुर्गा भगवतीको उपासना शुभ फलदायी रहनेछ।